26 अगस्त 2025 आजदेखि 29 सम्मको लागि 3 दिनको लागि चाहिँ हाम्रो क्रुजको यात्रा छ। यो क्रुजद्वारा हामी मलेसियाको पेनाङ र मलाइका सहरहरू घुम्दै हुनेछौँ र 4 दिनको दिन हामी भ्याकेसन गर्नुहुनेछ र हाम्रो यात्रा सकिनेछ। Nepal? No, we're in cruise and this mom is looking at me. Bye. Bye, Namu. Our room number is 36, okay? Are you going to see? यात्रा आफैमा रमाइलो विषय हो। त्यही माथि नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ समाज, नयाँ संस्कृतिलाई अवलोकन गर्दै र महसुस गर्दै हेर्न पाउनु झनै रमाइलो। लामो समयको काम पछि थोरै हल्का विश्राम केही दिनको छुट्टीको लागि हामी चाहिँ क्रुजको यात्रामा लाग्यौं। जीवन यादहरूको सङ्ग्रह, त्यसैले आज जति समय र अवसरहरू हुन्छ त्यसलाई अत्यन्त रमाइलो तरिकाले बिताउन सिक्नु पर्दछ र जान्नु पर्दछ ताकि भोलि आज सम्झिँदाखेरि पनि रमाइलो होस्। आजको दिनभरिको अन्य एक्टिभिटीहरूमा इन्भल्भ भइसकेपछि अहिले बेलुकाको डिनर हामीले लिइसकेको छौँ र अहिले चाहिँ अब यहाँ डान्स पार्टी पनि हुँदो रहेछ र डान्स पार्टीमा हामी चाहिँ जोइन हुन अहिले आएको छौँ। सो विविध किसिमको डाइभर्स एक्टिभिटीहरूमा चाहिँ इन्भल्भ भयो भनेदेखि झनै रमाइलो हुन्छ कि कसो होइन हजुर?
टेस्ट गर्नु हेर्ने मात्र यहाँ साउन्ड बक्स भएको तिमीहरू त प्याटर्न नरहेछ सेन्स नयाँ ठाउँमा भनेपछि अलिकति म चाहिँ यहाँ कहाँ सोधेर भरे ढिलो हुन्छ हराउँछ भनेर नमस्ते आज चाहिँ हामी सिङ्गापुरको दोस्रो दिनमा छौँ अहिले चाहिँ हामी मलकामा आएर सिट रोकिएको छ आज चाहिँ हामी सिङ्गापुर ड्रिम क्रुजको दोस्रो दिनको यात्रामा छौँ सो अहिले चाहिँ हामी क्रुजको 7 स्टोरीमा आएर मलेसिया एकचोटि हुनको लागि क्युमा बसिरहेको छौँ यहाँ मुनि तपाईँ देख्नुहुन्छ 360 बार यहाँ चाहिँ आएर अत्यन्त आकर्षक यो मनमोहक पनि छ तपाईँ देख्न सक्नुहुन्छ यसकै मुनि त्यहाँ सिनो पनि छ र अहिले चाहिँ हामी क्युमा छौँ क्युबाट क्रस भएपछि चाहिँ हामी मलेसियाको घरमा टेकिनेछ र अत्यन्त नौलो र मलेसिया फर्स्ट टाइम भएको कारणले गर्दा very exciting to go to Malaysia. है त मित्र मलेसिया गइसकेपछि हामी मलेसियाको भिडियोहरू पनि क्याप्चर गरेर देखाउनेछौँ जीवन यात्रा समय परिवर्तन अवसरहरू घरि घुमेर आइरहेको त्यही भएर जति अवसरहरू छ त्यसलाई अत्यन्त रमाइलो र अविस्मरणीय तरिकाले व्यतीत गर्नुपर्दछ भन्ने हाम्रो लाग्दछ आज चाहिँ हामी सिङ्गापुर ड्रिम क्रुजको यात्रामा एक्जिट भएर मलेसिया घुम्न जाने तयारीका साथ अहिले क्युमा उभिरहेको छौँ केही समय पश्चात हामी चाहिँ यो क्यु अगाडि बढेपछि एक्जिट भएर मलेसिया जानेछौँ र मलेसियाको दृश्यहरू पनि क्याप्चर गरिनेछ र त्यहाँको समयलाई पनि है त Hello, now we are already landed here in Malaysia port. र अहिले चाहिँ हामी ट्याक्सी रिजर्भ गरेर मलेसियाको चाहिँ इन्ट्रेस्टिङ ठाउँहरू घुम्न जाँदैछौँ वेदर अल्सो भेरी इन्ट्रेस्टिङ टुडे पानी परिरहेको छ पानी परिरहेकोले गर्दा एकदम शीतल famous tea. Anybody come? They want to try that coffee chocolate. Yeah, अहिले चाहिँ मलेसियाको बस स्ट्यान्ड के अरे यसको नाम हामी चाहिँ टिकट काटेर यहाँ बसिरहेको छौँ बुद्धको चाहिँ यहाँ मूर्ति अरे हेर्ने आउनु छ होइन अमित के अरे यो ठाउँको नाम अपसाइड डाउन बिच सो आजको हाम्रो मलेसियाको भिजिट चाहिँ यहाँदेखि ओपनिङ भयो हाई खै के Why this sticker are pasted on the wall? अहिले चाहिँ हाम्रो यात्रा कोटतिर अगाडि बढ्दैछ अहिले चाहिँ अब हामी नजिकमा आइसकेको छौँ यो सराउन्डिङको दृश्यहरू अत्यन्त आकर्षक मनमोहक छ र यो यात्रा अत्यन्तै अविस्मरणीय हुनेछ भन्ने चाहिँ हामीलाई लागिरहेछ आज पानी परेर मौसम पनि एकदम शीतल र भएको कारणले गर्दा यात्रा गर्न अत्यन्त सहज र रमाइलो
छ मित्रहरू अहिले यहाँबाट बोकेर लानुपर्छ बियर लानुपर्ने अहिले चाहिँ हामी हाम्रो ट्याक्सीदेखि चाहिँ झरेर फुडकोर्टतिर जाँदैछौँ फुडकोर्टतिर हाम्रो दाहिने साइडमा छ भनेदेखि अहिले सिमसिम पानी परिरहेको छ यतातिर तापक्रम सामान्य समयमा गर्मी हुने भए तापनि आज सिमसिम पानी परेको घुम्नेको मौसम भएकोले गर्दा अत्यन्त मौसम आकर्षक र भ्रमणको लागि सहज छ र हामी रमाइलो अनुभव गर्दै कोर्टतिर जाँदैछौँ We will taste new menu today on the show. होइन मित्र अहिले चाहिँ हामी मलेसियाको फुडकोर्टमा आइसकेको छौँ अत्यन्त भयानक ठुलो रहेछ यहाँ चाहिँ हामी विभिन्न किसिमको खानाको मेनुहरू आज चाख्छौँ र यो यात्रालाई अझै अगाडि र रमाइलो बनाइनेछ र हुनेछ खाना खाएर मलेसियाको फुडकोर्ट अत्यन्त ठुलो र अत्यन्त रमाइलो है त मित्र Yara say hi अहिले चाहिँ हामी मलेसियाको फुडकोर्टमा छौँ सबैको खाना आइसकेको छ अमित कम्ता लिएर बत्तीस जति गरेर खाँदैछ बियर खाएपछि छुट्टी जस्तो हुन्छ ओहो अहिले चाहिँ अब एभ्रिबडी स्पेसफुल के छ अहिले खाना खाइसकेपछि अब घुम्ने हो एभ्रिबडी स्पेसफुल स्लिपिङ बुद्ध जाने अब खाना खाएर हेलो एभ्रिबडी के छ खाना आयो अहिले त फुडकोर्टमा खाना आइसकेको छ जस्ट खाना खाएर हाम्रो अर्को डेस्टिनेसनतिर हामी अगाडि बढ्नेछौँ मलेसियाको फुडकोर्ट अत्यन्त ठुलो र अत्यन्त रमाइलो है त मित्रहरू Yara say hi many model सबैको यहाँ काम भइरहेछ एभ्रिबडी इज बिजी रमाइलो छ अहिले चाहिँ हामी स्लिपिङ बुद्धको एरियामा घुम्दैछौँ के छ मिलेन पाराले नै के बी प्रोफेसनल राम्रो खिच्नु उता अगाडि हेर न भगवानलाई हेरेर
सो अहिलेको हाम्रो दोस्रो भ्रमण चाहिँ धार्मिक भएन Shoe is red. She was telling me. खोइ त रेस्पोन्स गर न धार्मिक भ्रमण भयो त अहिलेको हाम्रो दोस्रो चाहिँ होइन के छ के आशीर्वाद मागेर आयो त्यो त झन् रुच्छ नि त्यस्तो उल्टो उल्टो मागेपछि कहाँ पुग्छ अहिले चाहिँ अब यहाँको अत्यन्त आकर्षक र राम्रो बुद्ध मन्दिर घुमेर अब अर्को गन्तव्यतिर चाहिँ हामी अगाडि बढ्दैछौँ अहिले चाहिँ हामी बुद्ध टेम्पल गन्तव्यको लागि अगाडि बढ्दैछौँ नलागेको कारणले गर्दा मौसम going to Kiaraware beach side. We are going to beach side. On the beach. We are going to beach. Now we're going home. No, we are not going home, but we are going to the beach side. Beach side of Penang, Malaysia. Huh? Oh, it's a Bumblebee. Yeah, so beach side to the journey is very, very interesting. ल चेकी भनेर फसिएको छ होइन अहिले चाहिँ कति र धेरै दुःख गरेर आयो तर खसै केही पनि छैन रहेछ पानीमा झर्लाई फोटो त खिचेर अहिले नयाँ खाले ठाउँ हो नि त यिनीहरूले देखेको छैन अत्यन्तै राम्रो आकर्षण हुँदो रहेछ हाम्रो समूह बाँकी यतातिर फोटो खिचेर रमाइलो गर्दैछ र एउटा भिन्न किसिमको बस्ती र भिन्न नयाँ ठाउँमा देख्दाखेरि अत्यन्त आकर्षित र मनमोहक बनाएको छ एउटा नयाँ किसिमको अनुभूति के छ आजको भ्रमणको बारेमा टिप्पणी के छ Are you both happy with the visit today? अब भोलि भनेको त मलका गइन्छ पारी चाहिँ अब खुट्टा खाली बसेको बस्ती अत्यन्त सुन्दर र आकर्षक छ केही भाइहरू बसी हानेर बसिरहेको छ हामीदेखि भिजिटरको पनि अत्यन्तै राम्रो आकर्षण हुँदो रहेछ हाम्रो समूह बाँकी यतातिर फोटो खिचेर रमाइलो गर्दैछ र एउटा भिन्न किसिमको बस्ती र भिन्न नयाँ ठाउँमा देख्दाखेरि अत्यन्त आकर्षित र मनमोहक बनाएको छ र एउटा नयाँ किसिमको अनुभूति महसुस गरेको छौँ हामीले यहाँ मित्रहरू सिरकभित्र बसेर स्वर्ग देखेदैन त्यही भएर चाहिँ स्वर्ग देख्नको लागि यसरी टाइम बाहिर निस्किनुपर्छ अहिले चाहिँ हामी पेनाङको विभिन्न एरिया घुमेर अहिले चाहिँ फेरि चढ्नुको लागि अथवा सिप चढ्नुको लागि फेरि हजुर
सेम ठाउँमा ब्याक भइसकेको छ अब जाने नाउ गोइङ ब्याक टु द जाइन्ट सिप नट अ पोर्ट पोर्ट्समा जाँदा हामी मान्छे भइसकेपछि जता मानिसको भिड हुन्छ हामीलाई पनि यतै रमाइलो गरिन्छ सिटमा घुम्नु र रुम्नु यहाँको जुन खाना खाजाको व्यवस्था त्यसमा चाहिँ अत्यन्त धेरै आकर्षक र रमाइलो हुँदछ जति व्यवस्था रुम्नु पनि यहीँ रमाइलो Yes, are you ready for the show? Yes. Namu, are you ready? Yes. Is everybody ready for the show? Yes. So, क्रुसको त्यो 84 व्यञ्जन खाना खाइसकेपछि होइन त्यो पनि 2-3 फन्का घुमी थपी यो भ्रमणको फी चाहिँ हामीले खाने खाएर उठाउने भयो नि होइन अब त्यस यो जोडिक सो मुभी थिएटरको सो हेरेपछि चाहिँ अझै रमाइलो हुन्छ होला होइन आज सुत्दा पनि हाँस्दै सुतिन्छ होला आज चाहिँ एकदम क्रुजको हाम्रो दोस्रो दिनको भ्रमण अहिले चाहिँ मलेसियाको दोस्रो सहर मलाक्का जानेको लागि हामी
डाइरेक्ट बसेको छौँ। तर यहाँ चाहिँ अब बोटदेखि लाने भएको कारणले गर्दा एकदम भिड लाग्दो रहेछ। यहाँको यो जोडी मुभी थिएटरहरूमा सबलाई फलिन गराएर चाहिँ बाई बोट भागभन्दा गरेर चाहिँ लगिने रहेछ। त्यसले गर्दाखेरि हामी चाहिँ पानी पटेर बसिरहेका छौँ। अबको केही फिल्मपछि हामी चाहिँ मलका सहरमा अवतरण भएर यहाँको सुन्दर ठाउँ समाज त्यहाँको संस्कृतिहरूलाई अवलोकन गर्दै हुनेछौँ। अहिले चाहिँ हामी आफ्नो पालो पर्खेर यहाँ बसिरहेको छौँ। Kiara also excited to go to Malacca, right Kiara? Ari? Kiara. Ako. Hello Arisha. अब चाहिँ हामी मलकाको लागि निस्किने डुङ्गा पनि चढिसक्यो होइन? रमाइलो छ। रुटबाट सानो बोटमा चढेर के गर्ने आज मलकाको लागि के छ प्लान? 2 बोतल बियर हाल्ने आज। मौसम रमाइलो छ। एकदम राम्रो छ आज मौसम पनि। है यहाँ अब जाने से हाई। हेलो फ्रेन्ड, लाइक शेयर एन्ड सब्सक्राइब माई ब्लग। अरू बेला नर्मलमा अहिले चाहिँ हामी मलेसियाको अथवा मलक्काको चाइना टाउनमा आइपुगेको छौँ र चाइना टाउनलाई नजिकबाट निहाल्दै रमाइलो गर्दै हामी चाहिँ अगाडि बढिरहेको छौँ। यो ठाउँ अत्यन्त रमणीय र आकर्षक रहेछ। सानो सानो सहर भए पनि सुन्दर र घुम्दाखेरि अत्यन्तै रमाइलो र मनोरञ्जन हुने मलक्का सहरको यो चाइना टाउन एकदम राम्रो छ। हेलो केरा, वेयर आर यू? अहिले चाहिँ हामी मलेसियाको लेकाको चाइना टाउन मेरो गाडीको गाडीमा जाँदैछौँ। अलिक हामी सर्को लागिरहेछ, गर्मी छ है। Sukia rice, eating ice cream, Odin also eating ice cream. Oh, the view is and the location is really beautiful. अत्यन्तै हाम्रो यो 3 दिनको यात्राको क्रममा यसले पनि एउटा
छुट्टै छाप र एउटा छुट्टै याद पाउने छ है त मित्रहरू। So uncle, so what's the name of this place? What? The name of this place is Kampung Matan. Kampung Matan. So now we're visiting Kampung Matan, Malacca. The place is nice, very beautiful. Okay, very warm residence. This is Malay House lah. Malay house. Malay चाहिँ हामी मलाकाको Malay house को एरिया घुम्दैछौँ। बस्ती चाहिँ अत्यन्त पुरानो। So on. This one make back Malaysia 1 million. This one is last time very tall this one. This house. यो ठाउँ पो राम्रो रहेछ है नपत्याउने ठाउँ चाहिँ हिजोको त अनि टिकटक टाइम। अहिले चाहिँ हामी धमाधम नाचिरहेकोमा छौँ टिकटक बनाउँदै। नाचिराख न हलिँदै